आदरणीय ज्येष्ठजनहरू, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा नमस्कार। म आचल न्यौपाने। आज म विदेशमा बसोबास गर्ने हामी नेपालीका लागि अत्यन्त संवेदनशील र महत्त्वपूर्ण विषय मातृभाषा नेपालीको संरक्षण र महत्त्वबारे आफ्ना विचार व्यक्त गर्न चाहन्छु। विदेशमा हामी नयाँ भाषा सिक्छौँ, नयाँ संस्कृति अपनाउँछौँ, यो आवश्यक पनि छ। तर यही क्रममा हामीले एउटा गम्भीर प्रश्न आफैलाई सोध्नुपर्छ, के हामी आफ्ना सन्तानलाई हाम्रो भाषा हस्तान्तरण गरिरहेका छौँ? भाषा केवल शब्दहरूको सङ्ग्रह होइन, भाषा भावना हो, भाषा सम्झना हो, भाषा हाम्रो पहिचान हो। जब हामी नेपाली बोल्छौँ, हामी आफ्ना आमा बुवाको स्वर, हजुरबुवा हजुरआमाका कथा, गाउँठाउँ, पर्व उत्सव, संस्कार र मूल्यहरू बोकेर बोलिरहेका हुन्छौँ। विदेशमा हुर्केका बालबालिकाले नेपाली बुझ्न सके भने उनीहरू आफ्ना परिवारसँग गहिरो रूपमा जोडिन सक्छन्, आफ्नो संस्कृति र परम्परा बुझ्न सक्छन्, आत्मविश्वासी र पहिचानप्रति गर्व गर्ने नागरिक बन्छन्। कहिलेकाहीँ हामी भन्छौँ नेपाली भाषा विदेशमा काम लाग्दैन, तर म सोध्न चाहन्छु, के पहिचान कहिले काम नलाग्ने हुन्छ? घरमा नेपाली बोल्नुले अङ्ग्रेजी कमजोर बनाउँदैन, बरु बालबालिकालाई द्विभाषिक, बौद्धिक रूपमा सक्षम र सांस्कृतिक रूपमा समृद्ध बनाउँछ। यदि हामीले घरमा नेपाली बोल्न छोड्यौँ भने, यदि हामीले आफ्ना सन्तानलाई नेपाली बोल्न हतोत्साहित गर्यौँ भने त्यसको परिणाम केही वर्षपछि स्पष्ट देखिन्छ। भाषा हराउँछ, संस्कृति हराउँछ र जरा कमजोर हुन्छ। त्यसैले आज हामी सबैलाई एउटा प्रतिबद्धता गरौँ। घरमा नेपाली बोल्ने बालबालिकालाई नेपालीमै उत्तर दिने प्रोत्साहित गर्ने, कथा, गीत, पूजा, पर्व नेपालीमै मनाउने, नेपाली विद्यालय, भाषा कक्षा र सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्ने। हामी विश्वका जुनसुकै कुनामा बसे पनि हाम्रो भाषा, संस्कृति र पहिचान जोगाउने जिम्मेदारी हाम्रो हो। हामी विश्वका नागरिक बन्न सक्छौँ, तर नेपाली हुनुमा गर्व गर्न कहिले नछोडौँ। धन्यवाद। धन्यवाद।